नमस्कार, मेरो नाम पेम्पा लेप्चा। अन्त यो आज एक्स ग्रेसिया सिटिजन एप्सको विषयमा एक दुई वचन भन्नु गइरहेछु। यो एप्स चाहिँ हामीलाई एकदमै सुविस्ता भएको छ। यो एप्स खोलेकोदेखि पहिला जस्तो अब हामीले अफिस जानु पर्थेन। अहिले सबै यो मोबाइलबाटै हुँदो रहेछ। हामीले मोबाइलबाट नै सबै गर्यो। अब यो 4-5 दिनभित्रमा पैसाहरू पनि सबै भयो। यो अब हामीलाई मात्रै हैन, अब यो टाढो टाढो बस्नेहरू, लाचुङ लाचेनहरू, उम्बो जङ्गुकोहरूलाई पनि यो एकदम सुविस्ता एप्स रहेछ। हामीलाई चाहिँ यो एप्सबाट चाहिँ पुरै सजिलो भएको छ अहिले चाहिँ। धन्यवाद। खामरी, मेरो नाम चाहिँ अङ छिरिङ लेप्चा, म यता सिङ्गिकोला। अनि यो एपको यो एक्स ग्रेसिया सिटिजन एपले चाहिँ एकदमै सुविस्ता भयो मलाई, किनकि अफिस यस्तो जानु परेन। जस्तो पहिला अफिस जानु पर्थ्यो हामीलाई, यताबाट एकदमै सुविस्ता भयो। अनि यो एपको भन्नुपर्दा चाहिँ मैले त चलायो अब एजेड भएकोहरूलाई पनि चलाउन सक्ने रहेछ, किनकि सिम्पलमा बनाएको रहेछ। त्यसले गर्दा अब हामीलाई पैसाहरू पनि राम्रै पायो, एकदम छिटो भयो, अर्केन, किन अब जेन्युन नै थियो होला। लस हुन्छ, थ्याङ्क यू। नमस्ते, जिल्लाधिकारी कार्यालय मङ्गनद्वारा पहल गरिएको EXMS प्रणालीमा हजुरलाई स्वागत छ। यो सेन्ट्रलाइज्ड एक्स ग्रेसिया एप्लिकेसन प्रोसेसिङ, म्यानेजमेन्ट र डिस्बर्समेन्टको निम्ति एउटा डिजिटल प्लेटफर्म हो। यस सुविधाको उपलब्ध उठाउनलाई तपाईको प्ले स्टोरमा गई एक्स ग्रेसिया सिटिजन एप इन्स्टल गर्नुहोस्। एप इन्स्टल गरेपछि घटनास्थलमा जानुहोस्। त्यसपश्चात एपमा गई एप्लाई फर एक्स ग्रेसिया क्लिक गर्नुहोस्। देखाइएको क्यामेरा आइकनमा क्लिक गरेर पर्मिसन ग्रान्ट गरी लोकेसन अन गर्दै घटनास्थलको विवरण दिई फोटो लिनुहोस्। तपाईले 3 वटासम्म फोटो त्यही बटन क्लिक गरी अपलोड गर्न सक्नुहुनेछ। स्क्रिनमा देखाइए झैं आफ्नो साथै पिता या श्रीमानको नाम, आफ्नो फोन नम्बर, भोटर आइडी कार्ड नम्बर, सही ठेगाना, के क्षति भएको छ अनि पर्चाको जानकारी पनि दिनुहोस्। घटनाको तारिख र समय साथै घटनाबारे छोटो विवरण दिनुहोस्। यदि इन्टरनेट सुविधा नभए सेभ एप्लिकेसन गरी पछि इन्टरनेट सुविधा लिएर एप्लिकेसन अपलोड गर्न सक्नुहुनेछ। अपलोड एप्लिकेसन गरे पश्चात तपाईको फोन नम्बरमा ओटिपी आउनेछ। त्यसलाई भेरिफाई गरी एप्लिकेसन अपलोड गर्नुहोस्। अपलोड भएपछि स्क्रिनमा दिएको रेफरेन्स नम्बर सुरक्षित राख्नुहोस्। यस रेफरेन्स नम्बरद्वारा एपबाट तपाईको एप्लिकेसन स्ट्याटस चेक गर्न मिल्नेछ।